हेलो साथीहरू, आज हामी फिस खान जान लागेको छौँ हाम्रो एकदम अति उत्कृष्ट ह्यान्डसम साथीसँग। हो र साँच्ची के हो भने होइन जस्तो लाग्छ मलाई त। गफ दिन्छ गफ कस्तो गफ हान्दिरह क्या। साँच्ची के हो र होइन होला हँसाउँछ फेरि होइन भन त हो र साँच्ची के हो। र हामी अहिले सिद्धार्थ कलेजमा अध्ययन गर्दै गरेको बायो स्टुडेन्टका विद्यार्थी हौ। र हाम्रो बस अब हिँड्न रहेको छ। यता रिजन हाम्रो कादु यता Oh my god, bro. Oh, hell no. नमस्ते साथीहरू, आज हाम्रो रसायन विज्ञान पढाउने गुरुआमासँग हामी बसेका छौँ। अब कस्तो तपाईँले हामीसँग यो फिस फार्ममा गएर कस्तो माछा फार्ममा गएर कस्तो लाग्दैछ? राम्रो लागिरहेछ। तिमीलाई कस्तो लागिरहेछ? हामीलाई पनि अत्याधिक रमाइलो भइरहेको छ। आज हामी मुस्ताङ जाँदैछौँ। यो अघिको चाहिँ हेलो साथीहरू, आज हामी सिद्धार्थ स्कुलको जीव विज्ञान अध्ययन गर्दै गरेको 11 क्लासको विद्यार्थीहरू सिद्धान्त, रिजन, यिनको नाम के अरे? यहाँ कस्तो लागिरहेको छ सबै भन्नुहोस्। मन्दिर दाई यो थ्याङ्क यू ल। सबै यहाँ 12 क्लासमा अध्ययन गर्दै गरेका विद्यार्थीहरू धर्दै हुनुहुन्छ। 11 पनि अलि यहाँ त 12 क्लासको ए हाम्रो यहाँ अझ एउटा गुरुआमा आउनुभएको छ। कस्तो लागिरहेको छ तपाईँले हाम्रो भ्लगमा आएर? आज मैले युट्युब च्यानल बनाएर हाल्छु क्या। अब वनस्पति शास्त्र पढाउने गुरुआमा हाम्रो रमा म्याम। हाम्रो यता रसायन विज्ञान पढाउने म्याम अहिले बिजी। यता चाहिँ यो पोखरीहरू छ खुल्ला। अङ्कल मौसममा हाम्रो अङ्कल ह्यान्डसम अङ्कल हुन्छ। कत्रा अङ्कल हाम्रो अङ्कल अब यस्तै एउटा भ्लग बनाएर हाल्नु पर्ला नि भन्ने एउटा यहाँ हाम्रो ल अब हाम्रो विद्यार्थीहरू अगाडि जाँदै हुनुहुन्छ। भ्लगमा पनि एउटा भ्लग भइरह। अब हामी कहाँबाट जाने चाहिँ र हाम्रो अब यहाँ एउटा हाम्रो साधन आइसकेको छ। अब हामी यहाँबाट जान्छौँ यसमा बसेर। यसको ड्राइभर चाहिँ अटो ड्राइभर यता कति भाडा? हामी त इङ्ग्लिस बोल्नु पर्ने हो क्या। Hello and namaste everyone, this is me Avirana and today I'm gonna be vlogging in English. Today we are here to visit a fish farm. How it's let's see how it's gonna be. Please don't forget to like and subscribe my channel. Please do speak English in my vlog because this is gonna be posted where every people from every country will be watching. What you wanna say? यहाँ एउटा सानो दुर्घटना हुन गइसकेको थियो हाम्रो रिजन भाइसँग। यहाँ चिप्लेर डुलेर उता जान लाग्नु यस्तो त नभनौँ न हौ। यो हाम्रो एजुकेसनल भ्लगमा ओए लोटलाई कस्तो लाग्छ सिद्धान्तलाई? आज हामी यहाँ अब भ्लगर भइसकेको छौँ। लास्टको घाममा कालो भइन्छ क्या हो। यहाँ त हाम्रो यहाँ एउटा क्याप्टेनजी हुनुहुन्छ। कस्तो लागेको छ तपाईँलाई क्याप्टेन भएर? अल्फा क्याप्टेन यहाँ एक्सपायर्ड अल्फा क्याप्टेन हुनुहुन्छ। यहाँ यता के भन्न चाहनुहुन्छ मेरो भ्लगलाई? अब म बनाउँछु क्या आइडी अनि त्यसपछि हाल्छु आज फ्लास भ्लग थम्बनेल हालिदिन्छ हजुरको। धमिलो पनि हेर्न आएको हामी
जाम ओहो ल मैले आइफोन लान पर्ने छ गल्ती भएछ त्यो धमिलो पानीको के फोटो दिने हो र त्यो अब हाम्रो गुरुहरुले सोध्दैन म्याम के भन्दै थिस् त अबे जल्दी बोल कल सुबह पनवेल निकलना है कहिले समय बसिन्छ भने हामी त अब अर्को ठाउँ जानुपर्ने भयो यहाँ रहन्छ उनीहरूलाई ल एक्स्ट्रा घुम्नी भयो अब इतनी खुसी अझै घुम्न पाइने भयो हामी हाम्रो क्यान्सिल हामी पोखरादेखि मुस्ताङ जान्दै छौँ भन पेन्सिल पेन्सिल भन पेन्सिल प्लान क्यान्सिल त्यति साथी क्यान्सिल भयो क्या अब रुक न अब मुस्ताङ जाने प्लान थियो अब त्यो क्यान्सल भयो अब एबिसी गइन्छ के केटा अब यहाँदेखि एबिसी त्यो भएन भने गोर्खाखाममा भने पुगिन्छ म त ज्याकेट ल्याएन त्यहाँ ल हाम्रो प्रिन्स टपरले के भन्न चाहनुहुन्छ हाम्रो भ्लगलाई हाम्रो भ्लगलाई यो ब्लगमा हजुरको स्वागत छ पनि आइसक्यो हजुरको स्वागत छ हाम्रो एरोप्लेन ल माथि यति खतरा कामै छैन माथि अब हामी नयाँ ठाउँमा जान्छौँ नयाँ ठाउँ हामी फेरि पनि अर्को ठाउँमा ओदिसकेका छौँ किनकि अघि हामी रङ नम्बरमा गएको थियौँ रङ नम्बर अहिले हामी अब हिँड्दैछौँ ठाउँ ठिक थियो बस माछा त्यहाँनिर चाहिँ माछाहरू माछा पुच्छेर चाहिँ कसले चोरे लिएर गइरहेछ के त्यही भएर माछा पुच्छे हेर्न ओ माछा हामी यहाँ देखिसकेका छौँ माछा म्याम हुनुहुन्छ यहाँ एकदम राम्री ल यहाँ चाहिँ रहेछ है माछाहरू ओहो यहाँ नकित है के पिराना हो क्या सिद्धान्तको सिनेमेटिक सर्ट लाइट बेन्ड हो कि यहाँ चाहिँ माछाको फोटो ल यो बोर्डमा देखेछ क्या सिद्धान्त गर्भवती मान्छेको लागि ठिक छ त्यो माछा माछा ठिक छ गर्भवतीको लागि खाना हुन्छ अरे ऊ त्यहाँ के दर्शकगण नमस्कार आज हामी यहाँ आएको छौँ शैक्षिक भ्रमणको लागि म सिद्धार्थ इङ्ग्लिस बोर्डिङ स्कुलको विद्यार्थी र तपाईँले देख्न सक्नुहुन्छ यहाँ धेरै विद्यार्थीहरू छन् धेरै माछा तपाईँले हेर्न सक्नुहुन्छ बहुत धेरै माछा छन् यति माछा खान् कि के भन्ने यता हाम्रो म्याम हुनुहुन्छ के भन्न चाहनुहुन्छ म्यामले चाहिँ एउटा दुःखद घटना भएको छ एकदमै हामी दुखित छौँ र बेचारा मरेछ एउटा त अनि उहाँको अझै एउटा दुःखद घटना देख्न सक्छौँ हामीले यहाँ एउटा माछाजीको मृत्यु भएको छ र उहाँ पनि एउटा सानो माछाको मृत्यु भएको छ हामी ज्यादै दुःखद छौँ यो घटनाबाट र यो अकाल यो धेरै नै दुःखद छ चाहिँ एकदमै सानो माछाहरू रहनु भएको छ एकदमै सानो हुनुहुन्छ अनि यहाँ पनि हुनुहुन्छ तर एकदमै सानो हुन्छ तपाईँले देख्न सक्नुहुन्न यहाँ चाहिँ माछाको झिङ्गा छ र तल चाहिँ एकदमै धेरै माछाहरू छन् यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ माछाको खाना हुन सक्छ माछाले यिनीहरू खाइरहेको छ र यसै गरी हामी फेरि अघि गर्नेछौँ यहाँ पनि एकदमै धेरै माछाहरू ओहो कति धेरै माछा 10 रुपियाँ खाली नारियल बेचेर पनि यति एटिट्युड आमा थाइट तेरिका ल अब साथीहरू हामी अगाडि बढ्ने छौँ हाम्रो म्याम चाहिँ यहाँ एकदम ब्रिफली कुरा गर्दै हुनुहुन्छ माछाको बारेमा र उहाँले एकदमै कालो माछाहरू हुनुहुन्छ कालो माछाहरू हुनुहुन्छ यता यहाँ हाम्रो रिजन भाइले चाहिँ आफ्नो स्कुलले पोखरा नलगेको दुःखमा उहाँले चाहिँ यहाँ नै हामीले अब लेक साइडको मजा लिने कुरा गर्नुभएको छ
ल उहाँले चाहिँ यहाँ लेग साइडको मजा लिँदै हुनुहुन्छ अङ्कल पनि यहाँ लेग साइडको मजा लिँदै हुनुहुन्छ हेर्नु त यहाँ त अङ्कल त ठ्याक्क हिरो स्टाइलमा देख्नु भयो खुट्टाको पोज आम्मामामा ओहो हजुर त्यो निलो बोर्ड देख्न माई गॉड त्यो हाम्रो लेटेस्ट इन्भेन्सन हो त्यसमा चढेर यो सिद्धार्थ स्कुलले बनाएको बोर्ड हो एक्ज्याक्टली हाम्रो साइन्टिस्ट हुनुहुन्छ यहाँ उहाँको हेयर स्टाइलमा सबै फिदा भइसकेका छन् यहाँ ब्लू प्रिन्ट मैले बनाएको त्यो ब्लू कलरको ओ माई माई गॉड हेर्न सक्नुहुन्छ हाम्रो आलुको भाइ हुन्छ हैन आलुको बोरा यहाँ छ ए आलुको बोरा रे आलुको खेत यहाँ छ आलुको बोरा यहाँ छ यो यतापट्टिको आलुको उतापट्टिको मुलाको रहेछ तर एकदम थाहा भएको थियो आलुकै हो नि फिक्स हो नि त हो यो प्लान्टिङ स्टाइलले चाहिँ आलुकै नै हो हामी बोटानी अध्ययन गरेको विद्यार्थी भएको भएर हामीले भनेको न त हामीले थाहा हुन्थेन हामीलाई सब थाहा बोटानी पढ्छौँ हामीले भन्दे क्लोरोप्लास्टको बारेमा के भन्दै त यो क्लोरोप्लास्ट हरियो हुन्छ होला मलाई पनि थाहा छैन पास त भएको बल्ल बल्ल हरियो हुन्छ क्लोरोप्लास्ट इज द पावर हाउस अफ द सेल म त्यस्तो भन्दैन कस्तो गनाकै रहेछ ए यो कुखुरा रहेछ तपाईँले यहाँ एकदम लोकल कुखुरा पनि यहाँ पाउनुहुनेछ हजुर लेग साइडमा लोकल सब छ तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो यहाँ तपाईँले हेर्न सक्नुहुन्छ यहाँ एकदमै ताजा ताजा सागहरू रहेको छ एउटाको 25 रुपियाँ मुठा यो चाहिँ यो सब एउटै 25 रुपियाँ रायो साग यसमा कसले ब्रस गरेर सुक्दैन त मलाई थाहा छैन हुन त चराले हेर्न पायो र यो चाहिँ हाम्रो रायोको साग थियो त्यो चाहिँ तोरीको साग थियो यो चाहिँ मुलाको साग हो यो चाहिँ हाम्रो क्याबेज होला यो क्याबेजै हामी चाहिँ बोटनीको विद्यार्थी भएको भएर हामीले सब थाहा छ ज्ञान यसको बारेमा यहाँ चाहिँ कम्पोस्ट म्यानुअरको प्रयोग पनि गरिएको छ भने यहाँ पेस्टिसाइड्सहरू केही पनि युज गरेको छैन एकदम अर्ग्यानिक तरकारी तपाईँलाई चाहिन्छ भने मलाई सम्पर्क गर्नु होला मैले 1-2 किलो पठाइदिइहाल्छु र यो चाहिँ टिनको डब्बा हो यसमा चाहिँ के हुन्न यो चाहिँ पहिला तेल राखिने गरिन्थ्यो भने अहिले यसको प्रयोग गरेको छ यो चाहिँ एस्थेटिकको लागि मात्र त धेरै केही नसोच्नु तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो के हो ल भात साइन्सको प्रयोग हेर्नु यहाँ हाइड्रोफोबिक लिफ मेरो तल देखेन यता पनि हाइड्रोफोबिक लिफ केलाई भनिन्छ भने यहाँ पानी चाहिँ कसरी आयो हामीलाई थाहा छैन कसले पानी हाल्यो होला बिहान कसैले केही गर्न नि पायो कसले थुक्यो क्या हो हाइड्रोफोबिक लिफहरू यहाँ ज्यादै मात्रामा देख्न सकिन्छ यहाँ सबैमा पानी भर्खरै ताजा बनाउनका लागि हालिएको छ प्रशस्त मात्रामा पानीको सोर्स यता पनि रहेको छ भने यता पनि रहेको छ म पनि यता रहेको छु र तपाईँले देख्नुहुन्छ यहाँ माथिको चाहिँ एकदम फ्रेस पहिला थियो अहिले चाहिँ सिजन गरेर निकालेको यो हामीले अहिले मरिसक्यो अब हजुरलाई यो जग्गा किन्नु छ भने कन्ट्याक्ट मलाई गर्नु होला नम्बर 98596175 त्यसमा गर्नु होला तर कसले यस्तो फाल्ने है अलि उता म चाहिँ एउटा राम्रो देशको नागरिक भएको नाताले म यो ढलीको कुर्सीलाई उठाउन छु राम्रो काम गरेको छु यहाँ सोसल वर्क सोसल मान्छे हुनु होला यतिसम्म सोसल मान्छे त कोही पनि छैन क्या यहाँबाट यतातर्फ लाग्नेछौँ भने यतापट्टि चाहिँ हाम्रो खेत जस्तो रहेको छ अब हामी खेतको दिनमा हिँड्ने हो खेतको दिनमा हिँड्दाखेरि तपाईँ लड्न सक्नुहुन्छ यतापट्टि हिरो हुन्छ त्यही भएर राम्रो हिँड्नु होला बुझ्नुभयो तपाईँहरूले यो आफ्नो जिन्दगीमा नि इम्प्लिमेन्ट हान्नु होला है तिमी अगाडि हिँड्दा ठोका ठोक भयो क्या अगाडि हिँड्दै गर भिडियो भइरहेको भन्ने गएको म के हो भनेको मात्रै हेर्न त्यहाँ त्यो सस कुरा भइरहेको छ यहाँ चाहिँ अब हामी कुखुरा फार्मभित्र आइसकेका छौँ कुखुराको अन्डा जस्तो आँखा भएको मान्छे म त कुखुरामै आँखा भएको मान्छे कुखुरा ताप हान्दिनु मलाई त यहाँ चाहिँ कालो कुखुरा रहेको छ सबै यतातिर कालो मात्रै रहेको छ फेरि पनि यहाँ चल्ला हो फेरि पनि यहाँ एउटा दुःखद घटना घटेको छ सबैले उहाँलाई नै हेरिराख्नु भएको छ सबै कुखुराहरूले तर सबै कुखुराहरू कालो हुनुहुन्छ यतातिर
कुखुराहरूलाई पानी दिनको लागि यहाँ एउटा राम्रो सिस्टम बनाइएको छ। अनि यो सिस्टम चाहिँ यहाँ हेर्न सक्नुहुन्छ हामी लोकल आविष्कारक सिद्धान्त थापाज्यूले बनाउनु भएको हो। भाई यहाँ पे क्या हो रहा भाई? अनि यहाँ चाहिँ एउटा आर्टिफिसियल ह्याचिङ मसिन राखिएको छ। यहाँ चाहिँ बिना कुखुराले पनि अन्डालाई एउटा राम्रो क्लाइमेट र राम्रो टेम्परेचर र राम्रो सबै वातावरण दिन्छ र यहाँबाट चाहिँ बच्चा ह्याच हुन्छ र त्यही मसिन चाहिँ यहाँ राखेको छ। यहाँ टेम्परेचर सब अलरेडी सेट गरेको छ, त्यही अनुसार यहाँ कुखुराको अन्डालाई चाहिने वातावरण सेट गरिएको छ। यहाँ चाहिँ अन्डाहरू छ, यहाँ पनि छ के हो। हिट मात्रै गर्ने त्यसको तलको बटेको माथि कुखुराले हजुर भन्नु केही गर्नै परेन। यसमा हिट राख्नु पऱ्यो यसरी, यसको टेम्परेचर होइन यसो गरेर 22देखि 23 दिनमा बच्चा कुखुराको अन्डा र बच्चा निस्किन 22देखि 23 दिन लाग्छ। बटेको चाहिँ 15 दिन लाग्छ है। यो 15 दिनमा बटेको अन्डा र 22 दिनमा कुखुराको बच्चालाई जन्मिन्छ। यहाँ चाहिँ कुखुराको अन्डाबाट ह्याच हुनको लागि आवश्यक टेम्परेचर दिनको लागि बनाएको मसिन हो नङ्गत मैले भन्दै। यहाँबाट चाहिँ यो पानी अन भयो, अङ्कलले चाहिँ यो यहाँबाट पानी अन गर्नुभएको छ राम्रो अक्सिजन बोकाउनको लागि पानीमा। हजुर यो चाहिँ सबै रिप्रोडक्सनको लागि युज हुने च्याम्बरहरू भन्नुभएको छ अङ्कलले। यहाँ चाहिँ फ्लाइङ फिसहरू होइन तर फ्लाइङ फिस जस्तै रहेका छन्। यो माछाहरू चाहिँ मेरो भ्लगमा आउनको लागि पागलै भइरहन्, उफ्रिरहन् सबै। अघिसम्म उफ्रेको थिएन, मैले यहाँ भिडियो गराएको पुरा माछा उफ्रै छोडे। एकदमै अति धेरै माछाहरू यहाँ देख्न सकिन्छ। कति धेरै हौ, एक कट्ठामा 300 बच्चा राख्छ एउटा किसानले। अब उसको 1 बिघा छ भने 6000 राख्छ। त्यहाँ एउटा भन्नु होइन एउटा कुरा। अनि अर्को कुरा अन्डाबाट भएको निस्को जुन त्यसले हुन्छ स्पोन भन्छ, 1 लाख बराबरको 2500 रुपियाँ पर्छ। 1 लाख बराबरको बच्चालाई 2500 रुपियाँ पर्छ। त्यहाँबाट क्यालकुलेट गरे हुन्छ। हामीले 1 वर्षमा लगभग 20 करोड बेचिन्छ, हेज बेचिन्छ। त्यो बेला 20 करोड हेज बेचिन्छ। अब 20 करोड भनेपछि 1 लाखलाई चाहिँ 2500 पऱ्यो होइन, त्यहाँबाट क्यालकुलेट गऱ्यो। यसलाई चाहिँ 1 करोड बेचिन्छ। यो भुरा चाहिँ 1 करोड, यो भुरा चाहिँ 1 करोड बेचिन्छ मोटामोटी। हजुर यहाँ हाम्रो दुईवटा क्याप्टेनहरू हुनुहुन्छ। दिलिसा क्याप्टेन, दुईवटा हाम्रो क्याप्टेनहरू हुनुहुन्छ, एक्स क्याप्टेनहरू। दुईवटा क्याप्टेनहरूले माछा मार्दै हुनुहुन्छ। चार्ली क्याप्टेन, अल्फा क्याप्टेन। उता हामीले नीति म्यामले भर्खर बोलाउनु भयो, हामी चाहिँ उता जाँदैछ। अल्फा क्याप्टेन हेलो, के भन्न चाहनुहुन्छ? अल्फा क्याप्टेनले हाम्रो माछा मार्दै हुनुहुन्छ। ओहो, एउटा माछा पनि परेन, यत्रो माछा। अब यहाँ ओहो हिरो एन्ट्री। सिद्धान्त हाम्रो यता भन्नुहोस् त। ठुलो
ठुलो निदा रहेको छ उहाँको भाग्यमानी हुन्छ बहुत तपाईँलाई कस्तो लाग्दैछ तपाईँ हाम्रो भिडियोमा आउनु भाग्यमानी हुन्छ यत्रो ठुलो निदा छ तपाईँको यता आज हाम्रो ब्लग समाप्त भएको छ हाम्रो एजुकेसन टुर पनि सकिएको छ रिभ्यू दिन चाहनुहुन्छ केही रिभ्यू ठिकै छ एकदम ज्ञानी भएर हेरे तपाईँले हेर अनि हामीले नलेज पनि गेन गर्यो फिस फार्मिङ सम्बन्धी होइन आई होप सबैलाई हेल्प हुन्छ ल त्यसै गरी हाम्रो अब ब्लग पनि सकिएको छ हाम्रो साथीहरू पनि फर्किरहेका छन् लाइक गर्नु होला मन पऱ्यो